गुणस्तरीय शिक्षामा चर्चा कमाएको मोरङको सुन्दर हरेचा 8 सलकपुरमा रहेको ब्राइट फ्युचर इङ्ग्लिस बोर्डिङ स्कुल यति बेला खेल क्षेत्रमा पनि चम्किरहेको छ। केही दिनअघि कोशी प्रदेश स्तरीय प्याप्सन भलिबलमा ब्राइट फ्युचर इङ्ग्लिस बोर्डिङ स्कुल च्याम्पियन भयो। हुन त ब्राइट फ्युचर इङ्ग्लिस बोर्डिङ स्कुल विभिन्न प्रतियोगितामा च्याम्पियन भइसकेको छ। ब्राइट फ्युचर इङ्ग्लिस बोर्डिङ स्कुलका विद्यार्थीहरू अन्तरपालिका भलिबल प्रतियोगितामा पनि सुन्दर हरेचाको प्रतिनिधित्व गर्छन्। उनीहरूले नेपालका विभिन्न स्थानमा भएका प्रतियोगिताहरूमा उपाधि उचालिसकेका छन्। गत वर्ष मात्र पनि कोशी प्रदेशको विराटनगरमा सम्पन्न मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा कोशी प्रदेश च्याम्पियन हुँदा ब्राइट फ्युचर इङ्ग्लिस बोर्डिङ स्कुलका विद्यार्थीहरू पनि सहभागी थिए। उनीहरूको नाम मात्र टिममा थिएन कि उनीहरू कोर्टमा उत्रिएरै दमदार प्रदर्शन गरे, जसले कोशी प्रदेशलाई च्याम्पियन समेत बनायो। प्रशिक्षक एकराज पौडेल। मैले यहाँ सिकाएका खेलाडीहरू चाहिँ पालिका स्तरीयमा पनि च्याम्पियन भएका छन् र राष्ट्रिय गेममा पनि यहाँका खेलाडीहरू कोशी प्रदेश च्याम्पियन हुँदाखेरि चाहिँ केही खेलाडीहरू यहाँका पनि छन्। यहाँका खेलाडीहरू पनि देश च्याम्पियन भएका छन्। खेल क्षेत्रमै केही गरौँ भन्ने उद्देश्य बोक्नुभएका प्रशिक्षक पौडेलले गत 5 वर्षदेखि यस विद्यालयमा प्रशिक्षण दिइरहनु भएको छ। हुन त विद्यालयको उद्देश्य पनि उस्तै रहेको छ। विद्यालयका प्रिन्सिपल टिकाराज ढकालले प्रतिभा भनेको मुफसलमा नै हुन्छ भन्दै राष्ट्रका लागि खेलाडी उत्पादन गर्ने उद्देश्यले नै नियमित ट्रेनिङ गराइरहेको बताउनु भयो। विद्यार्थीलाई कक्षा कोठाभित्रको ज्ञान मात्रले पर्याप्त हुँदैन। विद्यार्थी जीवनमै सिक्नुपर्ने अतिरिक्त क्रियाकलाप अन्तर्गतका खेलकुद जस्तै भलिबल, फुटबल, क्रिकेट, बास्केटबल लगायतका गेमहरू पनि उनीहरूले यही उमेरसम्म सिक्ने हो र सिक्दाखेरि कतिपय विद्यार्थीहरू राष्ट्रिय स्तरका पनि निस्किन सक्छन्। प्रतिभा भनेको मोफसलमा हुन्छ। मोफसलबाट हामीले त्यो प्रतिभा खोजेनौँ भने त्यो क्षेत्रको प्रतिनिधित्व कसले गर्ने, त्यो हिसाब किताबले हामीले खेल प्रेमी विद्यार्थीहरूलाई छनौट गरेर भोलिका दिनमा राष्ट्रको एउटा असल खेलाडी उत्पादन गर्न सकियोस् भन्ने हेतुले हामीले यो नियमित ट्रेनिङ गराएको हो, ताकि कुनै मेडल जित्न, सिल जित्न काहीँ आयोजना हुन्छ र त्यसको तयारी भन्ने होइन। यो पनि एउटा स्कुल हो, खेलकुदको पनि एउटा स्कुल सोचेर हामीले यसलाई प्राथमिकता दिएको छ। भलिबल मात्र नभएर फुटबलको पनि हाम्रो नियमित ट्रेनिङ हुन्छ, क्रिकेटको नियमित ट्रेनिङ हुन्छ। वर्षमा एकपटक प्याप्सन स्पोर्ट्स मिट हुने गर्दछ, तर प्याप्सन स्पोर्ट्स मिट भएन भने पनि यो हाम्रो जसरी 10 देखि 4 वर्षसम्म पठन पाठन हुन्छ, यी खेलकुदहरू हाम्रो नियमित वार्षिक रूपले नै सञ्चालन हुन्छन्, ताकि हामीले यो विद्यालयबाट यो पेरिफेरीका चाहिँ बालबालिकाहरू भोलि राष्ट्रिय स्तरका खेलाडी बनाउन सकियोस् भन्ने उद्देश्यले यो ट्रेनिङलाई हामीले निरन्तर चलाइरहेका छौँ। जस्तो अहिले आएर चाहिँ मैले यो 5-6 वर्षदेखि निरन्तर तालिम भइरहेको छ, ट्रेनिङ भइरहेको छ, प्रशिक्षक राख्नु भएको छ। मैले गल्ती गरेछु, यो प्रशिक्षक नराखिकन पनि 1-2 महिना मात्रै प्र्याक्टिस गर्दा पनि हुने रहेछ भन्ने चाहिँ कतै त्यस्तो लाग्छ कि लाग्दैन? होइन, कसैले 1 महिना 2 महिना ट्रेनिङ गराएर गेममा विद्यार्थीहरूलाई पार्टिसिपेट गराएको देख्दा मलाई चाहिँ त्यो असजिलो लाग्छ। यो ट्रेनिङ पार्टिसिपेसनको लागि होइन, मैले अघि पनि भने यो ट्रेनिङ भनेको खेलाडी उत्पादन गर्ने हाम्रो उद्देश्य हो। काहीँ प्रतिस्पर्धा भएन भने पनि हाम्रा विद्यार्थी हामी नियमित ट्रेनिङ गराउँछौँ, ताकि भोलि राष्ट्रले असल खेलाडी खोज्ने सन्दर्भमा यहाँसम्म आइपुग्न सकोस् र हाम्रा विद्यार्थीले राष्ट्रिय स्तरको खेलमा प्रतिस्पर्धा गर्न सकुन् भन्ने उद्देश्यले राखेको भएकोले गर्दा त्यो ग्लानी भएको छैन। बरु म त अझै ट्रेनिङ बढाउन खोजिरहेको छु। अब अन्य विधाको पनि प्रशिक्षक राखेर चाहिँ एकदम खेललाई चाहिँ पढाइ सँगसँगै लिएर जाने सोचाइमा छ। फुटबल, क्रिकेट र भलिबल लगायतको खेलमा तालिम गराइरहेको यस विद्यालयले राष्ट्रका लागि खेलाडी उत्पादन गर्ने उद्देश्य राखेको छ। प्याप्सन र एनप्याप्सनका लागि हुने प्रतियोगिताहरूमा 1-2 महिनाका लागि मात्र प्रशिक्षक राख्ने अन्य विद्यालयहरूले यस विद्यालयबाट पनि केही सिक्ने कि